यस आज शनिबार छुट्टीको दिन र आज विशेष त्यस्तो खास काम छैन र मैले सोचेँ कि आज ड्रोनलाई फ्लाइ गर्नु जाऊँ कि भन्ने सोच बनाएँ र आज वास्तविक अलिक हावा पनि निकै चलिरहेछ र फ्लाइट त्यस्तो राम्रो हुन्छ जस्तो मलाई लागेको छैन। बट एनिवे म तपाईलाई देखाउँछु। धेरै हैन, यहाँ माथि नजिक एउटा सानो हिल छ, त्यो हिलमा गएर चाहिँ फ्लाइ गराउँछु अनि कस्तो हुन्छ लेट्स सी। त्यहाँ माथि रुख देख्नु भएको छ नि तपाईले, त्यो ठुलो रुखको छेउमा सानो एउटा सेतो मन्दिर छ। अलिक राम्रो देखेको छैन होला बिकज अफ सनको रेले गर्दाखेरि। हो त्यहाँ पुग्छु, धेरै टाढा हैन, जस्ट यहीँ माथि अफिलो, त्यहाँबाट फ्लाइ गरौँ कस्तो हुन्छ। मैले यहाँ एउटा सानो ड्रोनको बारेमा ब्रिफिङ गर्न चाहन्छु बिफोर विल टेक फ्लाइट। यो एउटा फोल्डेबल ड्रोन हो अनि यो चाहिँ एउटा जिपिएस भएको ड्रोन हो, C9। योभन्दा फार एडभान्स छ। यो चाहिँ यसको इन डिटेलमा चाहिँ पछि कुरा गरौँला। यसको दुईटैको रिमोट हुन्छ र रिमोटमा चाहिँ यसको चाहिँ मोबाइल एट्याच गर्नुपर्छ, यसको चाहिँ पर्दैन। कारण यसको रिमोटमा चाहिँ LCD डिस्प्ले हुन्छ, सो इट इज क्वाइट इजी टु फ्लाइ। सो लेट्स गो र यसलाई फ्लाइ गरौँ। ओके, म त्यो ठाउँमा आइपुगेँ जहाँबाट मैले ड्रोन उडाउँछु भनेर। तर मलाई अलिकति कम्प्लिकेटेड लाग्यो। यो रुख चाहिँ यसको ब्रान्चेसहरू चाहिँ निकै फिजिएको रहेछ र यो ड्रोन फेरि रिभर्स गरेर लिएर आउँदाखेरि काहीँ अब्स्टेकल्स हुन्छ कि भन्ने, त्यही कारण म एकपटक मात्रै ट्राई गर्छु। म उडाउँदिनँ यो ठाउँमा है। आई हेभ माई ड्रोन हियर। म ड्रोन देखाउँछु। यसको एउटा सानो राम्रो पार्ट म देखाउँछु तपाईँलाई। यसमा चाहिँ वी हेभ, मैले अघि भने तपाईँलाई, सो यो एउटा ड्रोन छ। ओके, म यसलाई अहिले तपाईँको ड्रोन रिलिज गरेर देखाउँछु उडाएर। अनि यो रिमोट छ। अरू ड्रोनको बारेमा होइन, मैले खालि यसको रिमोटको बारेमा भन्न चाहन्छु। यहाँ एउटा राम्रो पार्ट के छ भने रिमोटको देखाउँछु। अरू त होइन, यसमा एउटा जिपिएसको बारेमा मात्रै देखाउँछु है तपाईँलाई। र यहाँ अलिकति सनसाइन छैन, देखिएन होला जस्तो रिमोट अन भएछ। अनि यसमा चाहिँ यो राम्रो पार्ट चाहिँ यसको यो ठाउँमा एउटा सेटेलाइटको नक्सा छ। यो सेटेलाइट चाहिँ को कारण, यो सेटेलाइटको कारणले गर्दाखेरि चाहिँ सेटेलाइट कनेक्ट हुन्छ। जस्तो अहिले कति आइरहनु 27वटा जति 29वटा सेटेलाइट कनेक्ट भयो। सो यो सेटेलाइटले गर्दाखेरि चाहिँ यसलाई आफ्नो ठाउँमा फर्केर आउँछ। द्याट्स वाट आई वान्ट टु सो यु। लेट मी फ्लाइ। म यो उडाएको देखाउन सक्दिनँ है, किनभने मेरो कन्सन्ट्रेसन ड्रोनतिर हुन्छ, मोबाइल भिडियोतिर सक्दिनँ देखाउनु।